बुढी यो घरको तिमी बुहारी हौ नि, घरको काम पनि गर्नु पर्यो, बाआमाको हेरचाह पनि गर्नु पर्यो। सधैँ रिसारमा त कहाँ हुन्छ? म गर्दिनँ म केही गर्दिनँ। यो घरको मैले केही लाकी पनि छैन, केही खाकी पनि छैन, म केही पनि गर्दिनँ। मैले केही गर्दिनँ, म सक्दिनँ अब। साँझ बिहान भात खाएकी छौ त, के खाइछेन भने? बिहान बेलुका भात अरे। 2 महिना एकचोटि त म माइतै जान्छु। अनि 1 महिनालाई पनि हेरेर म माइतै खाएर आउँछु। म त यहाँ यसो भाग बस्ने मात्रै हो। मैले केही खाइ छैन यो घरको, मैले केही खाइ छैन। मैले सबै मेरै माइत खाएर आउँछु। नभन न, आफ्नो घरलाई सानो बनाउनु हुन्न का? पैसा नभनी जग्गा जमिन छ नि गरेर राख्नलाई। ए जग्गा जमिनका कुराहरू हुन्छ। जग्गा जमिन त हाम्रा बाको छ। त्यो गाममा तपाईले जानुभयो भने तपाईले देखेको जति, आँखाले देखेको जति सबै सम्पत्ति हाम्रा बाको हो। बुझ्नु अनि त्यहाँ अब 1-2 जना मान्छे अब तपाईले देख्नु भएको होला, तिनलाई नि हाम्रो बाले जग्गा दिएर बसेका हुन् तिनीहरू। अब पुरै गामै हाम्रो हो भन्दा पनि हुन्छ के? त्यस्तो त अब 1-2 वटा टुकुरा भएर अनि फेरि जग्गा जमिन छ भन्दै हिँड्दैनौँ भाइ हामी त।